आउनुहोस् ई सेवाबाट ई सेवा मनी ट्रान्सफर कसरी गर्न सकिन्छ त्यसको बारेमा म जानकारी दिन चाहन्छु है। सर्वप्रथम ई सेवा एपमा जाने। ई सेवा एपमा गएपछि यहाँ माथिपट्टि सेन्ड मनी देखिएको छ होइन, यो सेन्ड मनीमा जाने। त्यसपछि यो तल मोबाइल नम्बर भनेको छ, मोबाइल नम्बर अर्थात् ई सेवा आइडी, ई सेवा आइडी छ हो। यहाँ चाहिँ आफ्नो यो ई सेवा आइडी जसलाई पठाउने हो उसको चाहिँ ई सेवा आइडी मोबाइल नम्बर हुन्छ, त्यो चाहिँ यहाँ लेख्ने। यसरी लेखेपछि यो प्रोसिड गर्ने। त्यसपछि कति एमाउन्ट हो पठाउने त्यो एमाउन्ट चाहिँ यहाँ लेख्ने। मैले चाहिँ अहिले यहाँ कम पठाउन देखाउनको लागि म कम यहाँ राख्छु। त्यसपछि तल कन्टिन्यू तलपट्टि छ, यो कन्टिन्यू अप्सनमा जाने। अनि यसमा गएर बिल सेयरिङ पर्सनल युजको लागि लेख्दा पनि हुन्छ। यहाँ रिमार्क्समा पनि अब तपाईँले लेख्न सक्नुहुन्छ, पठाउनेको नाम लेख्दा पनि हुन्छ। यहाँ मैले अहिले यतिको लागि सिम्पल पे लेखिदिएँ। त्यसपछि कन्टिन्यूमा जाने। यसो गरेपछि फेरि तल कन्फर्म। अनि यसमा तपाईँको ई सेवा आइडी खोल्दाको पिन नम्बर हुन्छ 4 डिजिटको, त्यो पिन नम्बर राख्ने। मैले पिन नम्बर राखेँ। त्यसपछि कन्फर्म गर्ने। यति गरेपछि पेमेन्ट सक्सेसफुल भनेर देखाउँछ है। अनि यो हजुरले चाहनुहुन्छ भने पिडिएफमा गएर डाउनलोड गर्नु सक्नुहुन्छ। यहाँ माथिपट्टि 3टा डट छ, त्यसको ठ्याक्क यतापट्टि बायाँपट्टि त्यहाँ गएर पिडिएफ डाउनलोड गर्नु सक्नुहुन्छ। कसैलाई पठाउनु छ भने, नभए डाइरेक्ट स्क्रिनसट गरेर राख्नु सक्नुभयो है।